कोटि नमस्कार शीर्षस्थानी देवीलाई कोटि नमस्कार शीर्षस्थानी देवीलाई कोटि नमस्कार शीर्षस्थानी देवीलाई। जसले शैलसुता महेश्वरसँगै सम्बन्ध गाँसिदियो, ब्रह्मा विष्णु महेश इन्द्र सहितै आफ्ना बसैमा लियो, त्यस्तै श्री जगदम्बिका भगवती सुस्तानीलाई नमा। आज्ञा पाऊँ कथा म भन्छु जननी, श्रोता जुटाइकन। कोटि नमस्कार शीर्षस्थानी देवीलाई कोटि नमस्कार शीर्षस्थानी देवीलाई। अभिवादन अनि नमस्कार। युट्युब च्यानल जीवन जगत र जीवनी कलामा श्रेष्ठस्थानी व्रत कथा श्रवणका लागि तयार रहनुभएका सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा, दर्शक वृन्दहरूमा यो प्रस्तुता पशुपति पौडेलको अभिवादनलाई स्वीकार गर्नुहोस्। नमस्कार। आउनुहोस् आजको अनुष्ठानलाई आरम्भ गरौँ यो मङ्गलाचरण मन्त्र सँगसँगै। ब्रह्मा रुद्र महेन्द्रले पवनले जसको स्तुति गर्दछन्, ऋग्वेद आदि समस्त शास्त्रहरूले गायन सदा गर्दछन्। भएकाग्र भएर लीन मनमा देख्छन् महर्षि जन, जान्दैनन् महिमा सुरासुर सबै देवाय तस्मै नमः। छैनन् पाउ परन्तु भक्तजन ती चढ्छन् ठुला पर्वत, लाटा छन् अपटित छन् तर पनि हुन्छन् तिनै पण्डित। शक्ति ईश्वरको अपार करुणा सम्पूर्ण तिम्रै भर, हे नारायण रुद्र हे भगवते रक्षा सबैको गर। सेतो वस्त्र लगाई चन्दन लिने माता महासुन्दरी, माला कुण्डलले सुशोभित हुने मुक्ता बलिले गरी। सारा ज्ञान दिने र पुस्तक लिने, रुद्राक्ष माला लिने, वाग्देवी बसिदेऊ है वचनमा त्रैलोकी माता मुमे। यो संसार महा भए जति सबै तिम्रै छ अंशाधिक, हे नारायण हे शिवे भगवते रक्षा सबैको गर। तेजस्वी भगवान व्यास तिम्रै गर्छु म वन्दना, स्वस्थानी शिवको भन्छु नारायण कथा यहाँ। महादेव नमस्कार नारायण नमो हरि, देवी सरस्वती व्यासं स्वस्थानी परमेश्वरी। हे परमेश्वरी तिमी कस्ती छौ, तिम्रो तत्त्व म बुझ्दिन, जस्ती छौ हे जगन्माता त्यस्तीलाई नमो नमः। माता नमस्कार छ हजारौं फेरि नमस्कार छ धेर धेर। जान्दिन केही स्तुति पाठ ध्यान, केवल म गर्छु फुलले प्रणाम, हृदय जोडेर गर्छु प्रणाम। श्रेष्ठस्थानी परमेश्वरी नमः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, हजुरलाई मैले पहिलो अध्यायमा नागिनी पर्व सुनाएको थिएँ भने अब यो अध्यायमा गणेशद्वारा शिवभट्ट र सती ब्राह्मणीलाई सम्पत्ति र सन्तान प्राप्तिका बारेमा कथा श्रवण गराउँदछु। हजुर एकाग्रचित्तले कथा श्रवण गर्नुहोस्। शिव का पदमा हरिका पदमा, जननी सब महा जपमा तपमा, गण का पति को सती का पति को, पृथ्वी भर को नर को घर को, बहने भव महायमुना जमुना, धरती भर मही शिव का नमुना,
शिव नहीं सबका तनका मनका विपना सपना जपना नरका उनको अब यो महिमा सब यो मुनिजी सुनयो मनमा गुनयो हरि नहीं शिव हुन् शिव नहीं हरि हुन् पर ब्रह्म शिवै परमेश्वर हुन् म त हूँ उनकै सुत जो छु यहाँ शिव साथ सँगै शिवलोक महा सबकी जननी परमेश्वरी हुन् सबका मनमा धनमा तिनी छन् अब सर्ग अघि शिव भट्ट सती सुन हे मुनिजी मन लाग्छ जति आज्ञा हुन्छ कुमारबाट मुनिजी पातालको वर्णन जानेको मैले सुनाएँ अहिले गर्नुभयो श्रवण यस्तै एक कथा म भन्छु सुन है त्यो मर्त्य लोकको अब गर्छन् जे पनि भक्तका प्रति हरे लाग्नेछ पत्तो शव यो संसार विशाल प्राणीहरूको बस्ने गतिलो घर यसकै दक्षिण भागमा नगरी एक ब्राह्मणहरूको छ र भन्छन् ब्रह्मपुरी मनोहर अति जुन शास्त्रका खानी छन् आफ्ना कर्महरू र धर्महरूका ज्ञाता तथा दानी छन् कर्मैका फल भोगदै नरहरू सन्तोष मानिकन आफ्नो धर्म बचाउने प्रण गरी त्यागेर दोस्रो धन जस्तै आपदमा पनि अटल भई बस्छन् गुणी सज्जन नाउँ हो शिव भट्ट ब्रह्मपुरका ज्यादै दुखी ब्राह्मण आफ्ना कोही थिएन केवल कुटी गाह्रो थियो बाँचन मागी प्राण बचाउँथे तिनी सदा पुग्दैनथ्यो साँचन अर्काको धनमा थिएन तिनमा लालसा पटक्कै पनि आफ्नो कर्म र धर्म सत्य पथमा ज्यादै थिए ती धनी आस्था राखी गणेश माथि शिवका बस्थे सदा दम्पति आगो तापी अगेनीमा पिरलिँदै गर्थिन् कुरा ती सती राम्रो मेल मिलाप स्त्री पुरुषमा बोलेर साँचा कुरा दिनमा एक पवित्र भोजन गरी बित्दै थिए दिनभरा तातो वायु चलेर आँधी सहितै वैशाख महिनातिर ठण्डा खान छहारीमा गई बसे भागीरथीकातिर प्यारी द्रव्य बिना पिएर पसिना हामी दरिद्री भयौँ थापी हात फेरेर खान दुइटै सबका घरैमा गयौँ त्यसै कारणले प्यारी अवता सेवा गणेशको गरौँ पाई द्रव्य असङ्ख्य दान गर्दै बैतरणी पारी तरौँ साँचो आँट गरेर दम्पति दुवै फर्केर घरमा गए गङ्गा पुत्र गणेशका चरणको पूजा ती गर्दा भए बोले ब्राह्मण हे पिता जगतका दाता सबै थोकका पाए कष्ट भयो दरिद्र धनको आए शरणमा मता मेरा कोही पनि छैन यो जगतमा केवल उनै ईश्वर देऊ दान मलाई द्रव्य सहितै उद्धार मेरो गर मङ्गलबार बिहानीमा गणेशका स्थान श्रद्धा भक्ति बढाएर पूजा पाठ ध्यान वर्षौं बिते दिनहरू इच्छा अधुरै छन् ती मनका मन्दिरमा सूर्य मधुरै छन् मुस्किलले भक्त सामु विनायक आए धेरै कष्ट सेवाबाट मात्र दर्शन पाए। यसरी शिव भट्ट ब्राह्मण र उनकी ब्राह्मणीले गरिएको यो स्तुति देखेर यो प्रार्थना देखेर गणेशजी त्यहाँ प्रकट हुनुहुन्छ र भन्नुहुन्छ आज्ञा भयो गणेशको भक्तहरू सुन केका लागि सेवा गर्यो ढुक्क सग भन मर्का बुझी इच्छा पुरा गरिदिने छु म रितिएको घर भए भरिदिने छु म
भगवान गणेशजीका यो कुराहरू सुनेर शिव भट्ट ब्राह्मण भन्दछन्, विनायक चरणमा ललाटले ढोग, भोग्नै पर्ने कर्मभित्र लेखिएको भोग, द्रव्य बिना समाजमा भिक्षा मागी खान्छौँ, भाग्य रुखो छैन केही निवेकमा जान्छौँ, तसर्थ हे विघ्नहर्ता सम्पत्तिको आशा, बटुलेर आयौँ हामी हजुरका पास, लम्बोदर धूम्रकेतु बिन्ती धन पाऊँ, दान गरी मर्न सकौँ चलाएर नाउँ। शिव भट्ट ब्राह्मणका यी कुराहरू सुनेर गणेशजी भन्नुहुन्छ, मेरा प्यारा भक्तहरू तिम्रो भक्तिबाट सन्तोषायो मन भयो पुर्याउँछु आँट, अर्को मङ्गलबार पनि यही ठाउँमा आई, विधि साथ पूजा गर्नु गणपतिलाई, अगाडि जे देखा पर्ला उठाएर लानु, पूजा सकी सरासर आफ्ना घर जानु, पाए काँसको तसलामा नपाए तामाको, ढाकी छोपी राख्नु ज्योति नपरोस् घामको, 4 दिन भएपछि खोली हेर्नु पर्छ, सम्पत्तिको थुप्रो लाग्छ तिम्रो मन हर्ष, द्रव्य दान दिए पायौ अब घर जाओ, सेवा दान धर्म गरी कर्म गरी खाओ। भगवान गणेशजीले यसरी आफूमाथि प्रसन्न भएर सारा कुराहरू बताएपछि शिव भट्ट ब्राह्मणले गणेशजीलाई प्रार्थना गर्दै भन्नुहुन्छ, लामो सुण एकदन्त कल्याणका खानी, धन्य भए पाए दर्शन सम्झे भाग्य मानी, गरिबीले सताएर शरणमा आए, वरदान पाए दर्शन पाएर रमाए, हे गणेश गणपति सिद्धि विनायक, पार्वतीका छोरा तिमी पिता महादेव, कोटि कोटि नमस्कार विघ्नहर्ता तिमी, अहिले बिदा पाऊँ पुग्छु अर्को हप्ता भनी, सन्ध्या गरी मङ्गलबार मन्दिरमा गए, गणपति गणेशको पूजा गर्दा भए, फुलपाती चढाउँदै नमस्कार गर्दै, दीपबाली धूप हाली फुलक्षेता छर्दै, पूजा गरी सकेपछि आरतीका ज्योति, मन्दिरमा लड्डु देखे घरमा ल्याए बोकी, ढाकिदिए तसलाले तसलामा राखी, हेर्दाखेरि सुनै सुन केही रहेन बाँकी, पाए सम्पत्ति भट्ट दम्पति सदा गङ्गाजीमा गइकन, आफ्ना कर्महरू सकेर हरिको गर्थे सदा पूजना, गर्दा दान सदैव सम्पत्ति बढ्यो सन्ताप एउटा रह्यो, श्री लम्बोदरका परे शरणमा आनन्द केही भयो, आशा राखी सुपुत्रमा मन गयो मात्रै दुवै दम्पति, मागौँ पुत्र गई गणेश्वरसँगै हट्नेछ चिन्ता जति, फेरि मङ्गलबारका दिन उनै श्रीदेवका स्थानमा, प्राप्ति पुत्र गराउने नियतले लागे दुवै ध्यानमा, पाए दर्शन श्री विनायकजीको ढोगी चरणमा परी, सेवकलाई दिनुभयो धन हरेको वश्च रक्षा गरी, त्यसै कारणले विनायक पुग्यौं सन्तान पाऊँ भनी, आयौँ हामी हजुरका शरणमा दाता जगतका धनी, यस्तो बिन्ती सुनेर ती गणपते बोल्दा भए यो कुरा, 7औं मङ्गलबारका दिन तिमी आएर गर्नु पूजा, गाई आई खडा भएर रहलिन् मन्दिरका प्राङ्गण, सामग्री सहितै पूजा गर्नु है हेरेर गाउँको तना,
गाई हुन् जननी प्रसन्न हुन गई गोब्रा ओलिन ब्राह्मण थापे हात यहाँ तुरन्त भूमिमा खस्नै नपाइकन गाईको मलयत्न साथ घरमा छोपी तसाला महा राखी हेर्नु खोलेर 4 दिनमा भेटिन्छ कन्या तहाँ छोरो छैन ललाटमा किन यहाँ भौतारिँदै खोज्दछौ भाग्यै छैन हुँदैन पुत्र हिले छोरै भनी रोज्दछौ आऊ ब्राह्मण फर्की जाऊ घरमा सन्तोषमा बाँचन आहार दुधका प्रवाह हुन गई छोरीसँगै हाँसन। यस पछाडि शिवभट्ट ब्राह्मणले आफ्ना ब्राह्मणीका साथमा जसरी भगवानले बताउनु भएको थियो सोही रीतिले भगवानको पूजा गर्नुहुन्छ गाईको पूजा गर्नुहुन्छ। 4औं दिन बितेर त्यो महलमा देखा सुपुत्री परिन् भारी उत्सवमा बिते दिनहरू जन्मेर शोभा भरिन् गाई दान 1000 द्रव्य सहितै गर्दा भए भट्टले मिठा व्यञ्जन स्वादिला फल समेत बाँड्दा भए चट्टले कान्ति चमचम चम्कने टलकने मध्याह्नका सूर्य झैं पूर्णै चन्द्र समान तेज मुखमा झल्किन्छ सौन्दर्य नै उत्तम रूपवती सुपुत्री घरमा पैदा हुँदा हर्षले डाकी पण्डितलाई न्वार नगरे आफ्ना यथाशक्तिले गाई गोबरबाट जन्म हुन गोमा भनी नाम रह्यो बोले टिप लगाई ज्योतिषजीले सौभाग्यशाली छयो श्रद्धा पूर्वक भोज द्रव्य सहितै जाँदा भए ब्राह्मण छोरी छमछम खेल्दा महलमा सन्तोष हुन्थ्यो मन गर्थे दान असंख्य दैनिक दुवै गंगा नुहाइकन बढ्दै सान गयो प्रभाव बरको लाग्यो अगाडि मन नाना द्रव्य सुवर्ण दान गर्दा देवेन्द्र सिंहासन राजालाई पतितको डर भयो काँपेर आयो मन हल्लियो इन्द्रको गद्दी राजाको मन थरथर सकियो स्वर्गको भोग अथवा अन्य केही छ र भट्टका तपले हो कि या संकेत पद अन्त्यको विपना सपना के हो या मेरै मन भ्रान्ति हो देवताहरू हो हामी माथि सङ्कट खडा भयो शक्तिले रणको सङ्केत दिए झैं भान भइरह्यो देव हो शिवका साथ जाउँ जल्दी सबैजना शत्रु नाश गरे भोला गर्नेछन् पूर्ण कामना स्वर्गबाट चले देव कैलाश शिवलोकमा प्रार्थना दण्डवत गर्दै कारण बिन्ती गरे तहाँ हामीलाई दिनुस् मुक्ति देखाइदिनुस् केही जुक्ति हामीलाई दिनुस् मुक्ति देखाइदिनुस् केही जुक्ति हामीलाई दिनुस् मुक्ति देखाइदिनुस् केही जुक्ति हामीलाई दिनुस् मुक्ति देखाइदिनुस् केही जुक्ति। यस पछाडि स्वर्गका राजा इन्द्रले सारा देवताहरूका साथमा कैलाशमा जानुहुन्छ र भगवान शिवजीलाई सारा वृत्तान्तहरू भन्नुहुन्छ। बस्छन् ब्राह्मणहरू ब्रह्मपुरमा मध्ये दुखी ब्राह्मण नाउँ हो शिवभट्ट मन्दिर गई गर्दा गणेश पूजन श्री लम्बोदरको निगाह हुन गई कन्यासँगै सम्पत्ति पाएथे वरदान दानवलले हाम्रो भयो यो गति यसै कारण स्वर्ग डगमग भयो रक्षा मलाई गर छोरो भक्त महु शिवे गर दया ब्रह्माण्डका शङ्कर बिन्ती यही बिसाउन कनहरे हामी उपस्थित भयौँ नासी दुश्मन स्वर्गको गर दया माया नपाए गयौँ। देवेन्द्रका यो कुराहरू सुनेर भगवान शिवजी भन्नुहुन्छ हे देवेन्द्र बुझी म खोज गरुला तिमीले भनेका कुरा जाऊ स्वर्ग चलाऊ राज्य खुसले गर्नेछु इच्छा पुरा बोल्न साथ हुँदैन कोसिस गरौँ कहाँ सजिलो छ र होला राज्य अगम्य स्वर्गपुरको राजन सुशासन गर। अब यता स्वर्गका राजा इन्द्रलाई दिएका वचन पूरा गर्नका निमित्त शिवजी गोमाका घरमा जानुहुन्छ। जोगी बनेर शिवजी डमरू बजाई त्रिशूलधारी करमा तन त्यो सजाई
गोमा बसेर घरमा अचेता निकाली एक्लै रमाई सुखमा घर त्यो सम्हाली टुप्लुक्क शङ्कर पुगे घरको छ भन्दै हे बाले के गर छिटो फिर्नु छ अन्तै खाली छ पेट अचेता गर दान नानी एक्लै कुर्यौ महलयो तिमी भाग्यमानी योगी बनेर आउनुभएका भगवान भोलेनाथका यी कुरा सुनेर गोमा ब्राह्मणीले भन्दछिन् गोमा चार पुगेर पञ्चमतिरै लाग्दै गरेकी थिइन् पूजा गर्न भनेर चामलहरू केलाउँदै बस्दथिन् गङ्गा स्नान निमित्त निस्के घरमा आमा र बाबा गए भिक्षा देही भनेर शङ्कर पनि तत्काल पुग्दा भए गोमा थरथर काँपदै अजुलीमा चामल लिँदै बाहिर भिक्षा ल्याऊ भनेर अर्पण गरिन् रोकेर ढोकानिर आमा बाबु नभई विलम्ब हुन गो क्षमा गरे भिक्षुक गल्ती माफ दिएर तुष्ट गर है छोरी हजुरकै मत गोमा ब्राह्मणीका कुराहरू सुनेर भगवान भोलेनाथ जो भिक्षुका भेषमा हुनुहुन्छ उहाँ भन्नुहुन्छ गोमा सत्य भन्यौ तथापि मत यो भिक्षा कहाँ लिन्छु र जाऊ आऊ लिएर शुद्ध अक्षता केला उदैछौ घर भिक्षुका कुरा सुनेर गोमा ब्राह्मणी भन्दछिन् गोमा ब्राह्मणी भन्दछिन् ती अक्षता भिक्षा दिने होइन नि भोला शङ्करमा समर्पण भए उल्टा चलन छैन नि यस पछाडि फेरि भिक्षु बनेका भोलेनाथले भन्नुहुन्छ हे पापिष्ट घमण्डी नारी तैँले मेरो अनादर गरिस् धेरै याम कुराई चामल जुठा ल्याएर तुम्बा भरिस् फर्काई हातका पवित्र अक्षता सोझै म दिन्नै भनी दिन्छु श्राप तलाई चार थरीका बोले महादेवनी यस पछाडि भगवानले गोमा ब्राह्मणीलाई श्राप दिँदै भन्नुहुन्छ हे पापिष्ट कन्या तेरो अहङ्कारी बानी गणेशका बरबाट चुलिएकी नानी अहिलेसम्म पर्खाएर खाली फर्काएर भिक्षा दिन पर्छ भनी सोझै तर्काएर दिँदै दिन्न अक्षतामा नलिएके कर निचरिँदै उल्मिएर पस्यौ तिमी घर हेलत्वको फल भोग श्राप दिन थाले दन्किएको क्रोध लगी तिमी माथि फाले 7 वर्ष पुग्दा गोमा तिम्रो बिहा होला 70 को पति मिल्ला मन अति रोला कष्ट साथ सेवा गरी मिलेको त्यो धन सत्यानाश होला सबै पागल होला मन छिट्टै मरी बिदा हुनन् तिम्रा आमा बाबा लुठो आयो भिक्षा माग्न सम्झौ लोभी काबा कष्ट होला तिमीलाई श्राप यिनै दिए डम्बरुको धुनसँगै मैले बिदा लिएँ घोषणा गर्छु 19 सर्ग समाप्त भएको शिवको श्राप गणेशको वर भक्तमा गएको थालनी गर्छु म 20 सर्ग गोमाको विवाह भोगनै पर्ने दुःख र सुख दैवको निगाह हरि मिल्दैन देखेको मेटिँदैन लेखेको मिल्दैन देखेको मेटिँदैन लेखेको मिल्दैन देखेको मेटिँदैन लेखेको मिल्दैन देखेको आज हो या भोलि मर्ने अत्तो पत्तो छैन मिल्दैन देखेको ईश्वर बिर्सी संसारमा मात्रै भुल्ने हैन हरि मिल्दैन देखेको मेटिँदैन लेखेको मिल्दैन देखेको मेटिँदैन लेखेको
हरि ओम तत्सत् ओम स्वस्ति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्य संवादे श्रीस्वस्थानि परमेश्वर्यामृतकथायां गोमोत्पत्तिवर्णनं नाम ऊनविंशोऽध्यायः। उपनयतु मङ्गलं वा सकलजगन्मङ्गलालय श्रीमान् दिनकरकिरणनिबोधित नवनलिनान्दलनिवेक्षणा कृष्णः काले वर्षतु पर्जन्यं पृथिवी शस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयान् अपुत्रः पुत्रिणः सन्तु पौत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतो द्वारकथा प्रसङ्ग या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत्। ॐ श्रीस्वस्थानि परमेश्वर्यै नमः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि। श्रद्धालु भक्तजनहरू, दर्शक महानुभावहरू, तपाईँहरूलाई हाम्रो यो कार्यक्रम कस्तो लागिरहेको छ? कृपया राय सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। युट्युब च्यानल जीवन जगत र जीवनी कलालाई लाइक गर्नुहोला, सेयर गर्नुहोला। मनमा केही खुल्दिलीहरू छन्, विचारहरू छन् भनेदेखि प्रतिक्रियामा कमेन्ट गर्नुहोला र हाम्रो यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै आजको यो श्रृङ्खलाबाट म प्रस्तुता पशुपति पौडेल पनि यहाँहरूको दिन सुखद रहोस्, माता भगवतीले यहाँहरूका अभिष्ट इच्छाहरूलाई पूर्ण गराइदिनु भन्ने शुभेच्छा सँगसँगै छुट्न चाहन्छु। भवतु सर्वमङ्गलम। सबैको मङ्गल होस्, सबैको कल्याण होस्, सबैको जय जय होस्।